हेलो नमस्ते। यो मेरो युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरूमा म आज हामीहरू भीमनगर चनौली चितवनदेखि मुक्तिनाथ दर्शनको लागि गएको भिडियो लिएर आएको छु। अन्तिमसम्म हेरिदिनुहोला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर तलको बेल आइकनलाई पनि थिचिदिनुहोला। तपाईहरुको साथ सपोर्ट पायो भने म फेरि नयाँ भिडियो लिएर उपस्थित हुने छु। मिति 2080 जेठ 17 गते चितवनदेखि 5 दिने मुक्तिनाथ दर्शन भ्रमणको लागि बिहान करिब 7 बजेतिर हिँडेको थियौं। करिब 1.5 घण्टाको यात्रापछि आँबो खैरानी मर्साङदी पावर हाउस निर एउटा रेस्टुरेन्टमा चियापान गरेर केही फोटो खिचेर पोखरातिर लाग्यौं। करिब 4 घण्टाको यात्रापछि पोखरा पुग्यौं। पोखरा यातायातमा गएर मुक्तिनाथसम्मको रोड पर्मिट लियौं। त्यसपछि पोखरा पुँदीकोटमा बन्दै गरेको ठुलो शिव मूर्तिको दर्शनको लागि पुँदीकोटतिर लाग्यौं। पुँदीकोटमा 2 घण्टा जति घुमेपछि करिब 3 बजेतिर हामी बागलुङतिर लाग्यौं। बेलुका बागलुङ गएर बास बस्यौं किनकि बिहान हामी बागलुङ कालिका मन्दिरको दर्शन गर्नु थियो। बिहान नुहाई धुवाई गरेर बागलुङ कालिका मन्दिरमा पूजा गरियौं। त्यहाँ भक्तजनहरूको ठुलो घुइँचो थियो। सबैजना बागलुङ कालिका मन्दिरमा पूजा गर्दै थियो। टाढाबाट आएका भक्तजनहरूको घुइँचो र रमाइलोको दृश्य त्यहाँ हेर्न पाइरहेको थियो हामीले। बागलुङ कालिका मन्दिरमा टाढाबाट आएका भक्तजनहरूको घुइँचो निकै नै थियो। त्यसपछि हामीहरू कालिका मन्दिरमा हामीसँग गएका आमाहरू कालिका मन्दिरमा पूजा गरेर टीका पण्डितको हातबाट टीका ग्रहण गरेर बागलुङ कालिका मन्दिरको वरिपरिका रमणीय दृश्यहरू हेरेर अति नै खुसी भयौं। बागलुङ कालिका मन्दिर बागलुङ कालिका मन्दिरमा भक्तजनहरूको घुइँचो सधैँ नै लागिरहँदो रहेछ। हाम्रा 85 वर्षका ददराज बाजे, उहाँको नाम चाहिँ ददराज घले हो भने उहाँ चाहिँ लमजुङ जिल्लाको हुनुहुन्छ। लमजुङ जिल्ला खोला सौदार गाउँपालिका वडा नम्बर 3 को हुनुहुन्छ। उहाँ पनि हामीसँग
मुक्तिनाथ दर्शनको लागि जानुभएको थियो। बागलुङ कालिका मन्दिरमा 2 घण्टा जति रमाइलो गरेपछि हामीहरू म्याग्दी जिल्लातिर लाग्यौँ। म्याग्दी जिल्लाको बेनी बजार पुग्यौँ। बेनी बजारमा पुग्दा हाम्रा आमाहरूले पनि मिठो मिठो गीत गाउँदै हामीहरू भ्रमणको आनन्द मजरी छकै पर्यो रे सलको पत्ता भुइँ मजरी छकै पर्यो रे कलकत्ताको सहरमा हावा चल्यो रे कलकत्ताको सहरमा हावा चल्यो रे सलको पत्ता भुइँ मजरी छकै पर्यो रे सलको पत्ता भुइँ मजरी छकै पर्यो रे सलको पत्ता भुइँ मजरी छकै पर्यो रे बहिनी माया नमरा कुन घर कुन गाउँ ए नानी दिदी र बहिनी हो हामी लर्के दाजु कहाँ जाने गोरेटो बाटो भैरानी लो 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 बहिनी माया नमरा लो 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 बहिनी माया नमरा मुक्तिनाथ जानको लागि काली गण्डकीको तिरै तिर जानु पर्दो रहेछ। काली गण्डकी नदीमाथि बनेको यो पुल मानिसहरू आवत जावत गर्नको लागि जताततै भिरै भिड। हाम्रो साथीहरूले पनि कालिका नदीलाई पार गर्दै पुल पार गर्दै त्यसपछि केही समय पछि हामीहरू तातपानी पुग्न लागेको थियौँ। त्यसमा बाटो खराबी भएको रहेछ। डोजरले बाटो बनाउँदै गरेको दृश्यहरू पनि हेर्नुहोला। तल काली गण्डकी सलल्ल बगिरहेको छ। माथि भिरमा बाटो खनेर मुस्ताङ जिल्लालाई जोडिने यो सडक हो। केही समयको रोड अवरुद्धको कारण हामी 1 घण्टा जति त्यहीँ रोकिनु पर्यो। एक्सकेभेटरले बाटो सफा गरेपछि हामीहरू अघि बढ्यौँ। करिबन 1 घण्टाको चक्काजामपछि हामी म्याग्दी जिल्लाको तातपानी आइपुग्यौँ। तातपानीमा नुहाउँदा हाम्रो जोर्नी हातखुट्टा कम्मर दुखेको निको हुन्छ भन्ने हाम्रो जनमानसमा विश्वास रहिआएको छ। हाम्रो टोली सबैजना तातपानीमा तातो पानीको पोखरीमा नुहायो। लो मौने बहाला सर तातो पानी र प्लुबा स्विमिङ पुल। यो तातो पानीमा नुहायो भने हाम्रो
शरीरमा दुखेका अङ्गहरू सन्चो हुन्छ भन्ने छ्याजालो विश्वास रहिआएको छ। निबहला तातो पानी तातोपानीको पोखरीमा नुहाए खुइर नखाएर न सोफिया होटल रे सोफिया होटलमा खाना खान लागेछ। हजुरहरू पनि आउनुहुन्छ भने सोफिया होटललाई नबिर्सिनु होला। भरे कन्ट्याक्ट नम्बर तल राखिदिने छु। मिठो खाना, राम्रो सफाइ, चिसो पानी, तातो पानी, बाथरुम बस्नको लागि पनि राम्रो व्यवस्था छ। राम्रो मिलाएर सस्तोमा हजुरहरूलाई रुम कोठा पाउनुहुन्छ सोफिया होटलमा। ल बाजेहरू खाना खान थालेछ। ल घले बाजेले अब माछाको मासु र कुखुराको मासु खाँदैन। खाना गाउँमा आउँदा आउँदै गर्मी भएर यो एउटा हाम्रो गाउँले घरमा अलिकति चिसो धेरै के होइन, चिसो शीतलो बियर यसो च्यास्स गरौँ भनेर ल डाँडा वारिपारि भट्टे कुकुर। ल दाना गाउँ है, दाना गाउँको पावर हाउस। दाना गाउँदेखि ख्वाइलिम नभए प्रो तार्गा पिब्रो छारा। हाम्रो बाटोमा गाडीको पट्टा पनि भाँचेको थियो, त्यसैले केही समय हामी पैदल यात्रा पनि गर्नु पर्यो। यहाँ हाम्रो आमाहरू चाहिँ पैदल यात्रा गर्दा गर्दै थाकेर यो रेस्टुरेन्टमा आराम गर्दैछ, हेर्नु होला। चितवनसम्म ठाउँमा हिँड्ने आमाहरू आज मुस्ताङको उकालो चढ्नु पर्दाखेरि साह्रै नै थाकै लागेछ। ल हामी ये रूपसेको झरना रूपसेको झरनामा आइपुग्यौँ। अब हजुरहरूलाई रूपसेको रूपसे झरना मुक्तिनाथ जाने बाटोमा पर्ने रूपसेको झरना। सेल्फी खिच्नेहरूको भिड हेर्नुहोस्, चिसो चिसो हावा सरर रूपसेको झरना। यो झरना हेर्न नभन्नु होला। त्यसपछि हामी मुस्ताङको स्याउबारी हेर्दै हामी अघि बढ्यौँ। यो सबै मुस्ताङ जिल्लाको स्याउबारी हो। घरहरू पनि चिटिक्क कति राम्रो। मुस्ताङ जिल्लामा रोड पनि राम्रो बनेको छ। जताततै हरियाली, डाँडा काँडा, अति नै मनमोहक दृश्य भएको ठाउँ भयो। एकचोटि तपाईहरु पनि भिजिट गर्नु होला। यो सबै स्याउबारी हो। हामी मार्फत क्याली
माथि हिमाल पनि कति राम्रो देखिरहेको छ। यहाँ चाहिँ घरको छानामा दाउराहरू एकदम मजासँग मिलाएर राखेको हुँदो रहेछ। हेर्नु होला, घरको माथि दाउरा यति मजासँग मिलाएर राखेको छ। घरहरू पनि चिटिक्क परेको, हेर्दै रमाइलो लाग्ने। यहाँबाट हिमाल पनि छर्लङ्गै देख्न सकिँदो रहेछ। बेलुका करिब 7 बजेतिर हामी जमसङ बजार पुग्यौँ। जमसङमा बास बस्यौँ। बेलुका खानपिन हाम्रो खाना एकदम सरेसको थालमा भात, पापड, दाल, तरकारी। बिहान छिटै उठेर नुहाई धुवाई गरेर मुक्तिनाथ दर्शनको लागि प्रस्थान गऱ्यौँ। यो जमसङबाट मुक्तिनाथ नपुन्जेलसम्मको यो दृश्य हो। बारीहरूमा सबै जौ छरेको रहेछ। मुस्ताङ जिल्लाको नेताहरूले चाहिँ राम्रो बाटो बनाएको छ। यो एकदम पिच छ, सरर गाडी आरामसँग गुड्छ। आलु र जौ गहुँ यहाँको विशेष खेती चाहिँ आलु, फापर, जौ हुन्छ। केही समयपछि हामी करिबन 3 घण्टाको यात्रापछि हामी मुक्तिनाथ पुग्यौँ। यो मुक्तिनाथको 108 धारा हो। हेर्नु होला, मुक्तिनाथको 108 धारा। पानी पनि निकै चिसो हुन्छ। एकचोटि नुहाउनलाई पनि गाह्रो हुन्छ। तर पनि टाढाबाट आएको हुनाले सबैजना यो 108 धारामा 3 चोटि नुहाउँछ। हामी पनि यस मुक्तिनाथको 108 धारामा नुहायौँ। मैले पनि 3 चोटि यो 108 धारामा हामीहरू अहिले र हाम्रो आमाहरू पनि नुहाई धुवाई गरेर क्यों फिर मिलों पर लर्ची ओभर खाइमो। अब पूजाको लागि क्यों नहीं आया शलल भी क्यों नहीं आते बात है ये पदबू तसे शलल भी रे क्यों नहीं मामना क्यों नहीं मांगे आठे के भित्र मा जुग दिसे के चे धरे कबुरे पारे फसरे ब्याउरे मनले मुला दे माजुक दिसे फिदे फिदे आइए ल चो क्यों फिर मिलो बा हो बाजू मनोज आइ के कुनार भने हामी मुक्तिनाथबाट फर्क्यौँ र बेलुका बेनी बजार आएर बस्यौँ। बेनी बजारबाट फर्केपछि हामीले कुस्मा बजारको पनि भ्रमण गऱ्यौँ। त्यसपछि बाटोमा आउँदाखेरि पोखरा आइपुग्दाखेरि चाहिँ हाम्रो सुबेदार कप्तान कुमराज दाइले चाहिँ हाम्रो आमाहरूको लागि भनेर हाम्रो गुरुङ भाषामा चाहिँ कुनै पनि ठुल्ठुलो देवी देवताको दर्शन गर्न जाँदाखेरि चाहिँ गाउँका मानिसहरूले खाजा दिने चलन छ। त्यसैले हामी पोखरा आइपुग्दाखेरि हाम्रो कप्तान कुमराज दाइले चाहिँ हाम्रो आमाहरूको लागि भनेर खाजा लिएर आउनुभएको रहेछ। हाम्रो कुमराज दाइलाई पनि धेरै धेरै धन्यवाद। पोखरा पछि हामीहरू बन्दीपुर आइपुग्यौँ। बन्दीपुरमा 1 घण्टा जति घुमघाम गरेर यहाँका यो भाइरल घरहरू हेर्दै आमाहरू फोटो खिच्दै त्यसपछि हामी चितवन आइपुग्यौँ र त्यसको भोलिपल्ट चाहिँ हाम्रो गाउँका आमाहरू बाबाहरू हाम्रो समाजका बाबा आमाहरू आएर हामीलाई रिपु स्याहाइ गऱ्यौँ र हामी सानो पिकनिक जसरी
हाम्रै फुपूको घरमा पिकनिक मनायौँ र आमाहरू नाचगान गरेर हाम्रो 5 दिने भ्रमण चाहिँ यो अन्तिम दिन हो। अन्तिम दिनमा चाहिँ सबै गाउँका बाबा आमाहरू फुपूहरू आएर हामीलाई रमाइलो गर्नुभयो। नाचगान गरेर हाम्रो 2080 साल जेठ 17 गतेदेखि जेठ 22 गतेसम्मको 5 दिने भ्रमण समाप्त भयो। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। यो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुको मायाको खाँचो छ, तपाईहरुको सरसल्लाह सुझावको खाँचो छ। कृपया मेसेज गर्नु होला, केही सल्लाह सुझावहरू दिनु होला। फेरि यो भन्दा रमाइलो भिडियोहरू लिएर आउने छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई शेयर पनि गरिदिनु होला। हाम्रो आमाहरूको नाच एकदम मौलिक नाच छ। हाम्रो सोल्टी साइला चाहिँ उनीहरूलाई सिट लगाउँदै Slider,